तिमीले कहिले सोचेका छौ टाइम के हो भनेर? जस्ट सोच न, फ्युचर एक्जिस्ट गर्दैन, पास्ट बितिसक्यो र प्रेजेन्ट पनि त्यो कति लामो छ, कति ड्युरेसनको छ हामीलाई थाहा छैन। भन्नुपर्दा हामी अहिले वर्तमानमा छौँ र त्यो पनि चेन्ज भइरहेको छ। इफ यु हेभ एभर नोटिस, हामीले कहिले पनि टाइम फिल गर्दैनौँ, हामीले चेन्जेसहरू फिल गर्छौँ। लाइक दिन रात हुन्छ, हामी बुढो भइन्छ, घडी चल्छ, यो सब परिवर्तनहरू हो। सो सर्फेस लेभलमा एउटा टाइमको डेफिनेसन दिनुपर्दा चाहिँ टाइम मिस्ट्री नभएर चेन्जेसको मेजरमेन्ट हो। र यो डेफिनेसन धेरैजनालाई सेटिस्फाइङ नलाग्न सक्छ, यसमा धेरै अनएक्सप्लेन क्वेसन्सहरू छन्। सो अरू डेफिनेसन पनि खोजौँ है त। मलाई लाग्छ टाइम एक इल्युजन हुनसक्छ, कज हामी सुत्दा समय बितेको हामीले थाहा पाउँदैनौँ। डर लाग्दा 1 मिनट पनि हामीलाई असाध्यै लामो लाग्छ र खुसी हुँदा 2 घण्टा पनि एकदम छोटो। दिमागले इभेन्टहरू, चेन्जेसहरूलाई सिरिज बनाएर राख्छ, क्रम बनाएर राख्छ, पहिले पछि त्यसपछि, र त्यही क्रमलाई हामी समय भन्दछौँ। जस्ट मैले सोचेको कि यदि दिमाग नहुने भने के समय एक्जिस्ट गर्छ होला? र अर्को लोजिकल आर्गुमेन्ट के हुनसक्छ भने द ब्लक युनिभर्स थ्योरी, जसले भन्छ कि पास्ट, प्रेजेन्ट, फ्युचर सबै एउटै फ्रेममा एक्जिस्ट गर्छ र समयले यसलाई मुभ गर्छ, टाइमले यसलाई मुभ गर्छ। So if you know about live-rot experiment, you एकदम perfectly acceptable छ। So with this all, wish you Merry Christmas. May all your soon turn into finally.